गाइजहरू म चाहिँ अब भर्खरै उठेको होइन। अब हिजो काम थियो रातभरि, अनि काम गरेर आएर अनि सुतेको। अब भर्खरै उठ्यो, अब उठेर जाने हो कलेज। त्यही त हो, जापानको स्टुडेन्टको लाइफ बिताइराखे अहिले। टक्क लाएर उठेर अब जाने हो, लुगासुगा लाएर कलेज जाने हो। 4-5 घन्टा क्लास छ, क्लासपछि आउने हो, आएर पकाउने खाने, त्यसपछि त्यही मोबाइल हेर्ने बस्ने, त्यही छ काम। कामको बेलामा काममा जाने आउने, रुममा टक्क बस्ने, मोबाइल चलाउने, सुत्ने, खाने, त्यही भइरह आजभोलि। यस्तो बोरिङ भइरह समय होइन। अब यो समय कटाउन गाह्रो छ। अब 1-2 वर्ष यस्तै गरेर बित्ने होला। त्यसपछि फेरि वर्किङ यताउता, त्यही त हो नि। त्यही भएर अब लाइफमा केही नयाँ केही गरौँ भनेर अब खोजे हो। अब धेरै दिन छैन, म अब के गर्ने, अरू केही गर्न सकिन्न। यस्तो बेरोजगार जस्तो भइया, यस्तो छाडा भइया, न बिजनेस गर्न सकिन्छ, न गतिलो काम गर्न सकिन्छ। हावामै जाने भयो जिन्दगी, त हावामै जाने भयो। त्यही भएर मैले मोटिभेट गर्छु आफूलाई। के मोटिभेट गर्छु भन्दाखेरि जिन्दगीमा जे कुरा पनि कन्टिन्युटी दिनुपर्छ अरे क्या। जे चिजको पनि कन्टिन्युटी दिनुपर्छ। त्यो चिज कन्टिन्युटी दियो भने एक दिन अवश्य सफल भइन्छ होइन। कन्टिन्युटी जे कुराको पनि कन्टिन्युटी दियो भने मान्छे सफल हुन्छ अरे कि एक न एक दिन। चाहे अब तपाईँलाई सुत्न मन छ भने सुतिरहनु अरे क्या, कन्टिन्युटी त्यही सुत्नेमै दिनुहोस्। खान मन छ भने खाइरहनुहोस् होइन। हिँड्न मन छ भने हिँडिरहनुहोस् होइन। त्यही भएर कसरी सफलता मिल्छ त खाइराखेर, कसरी सफलता मिल्छ त सुतिराखेर, कसरी सफलता मिल्छ त अब त्यो कुनै पनि कुरा कन्टिन्युटी हावातालमा गरेर हुन्न। जे चिज पनि अलि के भन्छ, अलिकति जे चिज पनि जुन उपयोगी छ त्यसले रिजल्ट दिन्छ, राम्रो ग्रोथ गर्छ आफूलाई, त्यो कुरामा कन्टिन्युटी दिए पो राम्रो हुन्छ त। नत्र त यत्तिकै कहाँ सफल भइन्छ त भन्ने लागिरह्यो होला होइन। त्यस्तो हुँदैन। किनभने चाहिँ यदि कुनै मान्छे हिँडिरहन्छ, यताउता गइरहन्छ होइन, डुलिरहन्छ, घुमिरहन्छ, यताउता गर्छ भनेपछि किन केही चिज एक न एक दिन मात पर्छ क्या होइन। अब मान्छे खाइरह्यो, त्यो गरिरह्यो भने पनि अब एक न एक दिन सफल हुन्छ। कसरी सफल हुन्छ त? जे चिजमा पनि कन्टिन्युटी दिएर त रिजल्ट त हात पर्दैन होइन। चाहिने चिजमा मात्रै कन्टिन्युटी दियो भने बल्ल हात पर्ने हो मान्छेलाई। तर जेमा पनि कन्टिन्युटी सुतिरहने, अब त्यो खाइरह्यो भने खाइरहने, बसिरह्यो भने बसिरहने होइन। भनेपछि त लाइफमा कसरी सफलता मिल्छ त यार? कस्तो सोच आयो ममा, मैले कस्तो सोचेँ यार? त्यस्तो हुन्छ र कन्टिन्युटी जेमा पनि दिएर सफल त हुँदैन रहेछ। चाहिने चिजमा कन्टिन्युटी दियो भने चाहिँ सफलता मिल्ने रहेछ, नचाहिने चिजमा कन्टिन्युटी दियो भने चाहिँ सफलता मिल्ने रहेनछ। अब कसैले भिडियो बनाइरहन्छ भने भिडियो बनाइरहने होइन, कसैले कमेडी गर्छ भने कमेडी गरिरहने भने सफलता मिल्छ, कसैले एक्टिङ गर्छ भने एक्टिङ गरिरहेपछि सफलता मिल्छ, जिम गरिरह्यो भने जिम गरेपछि सफलता मिल्छ होइन, पढाउने काम गर्छ भने पढाइरह्यो भने सफलता मिल्छ, बिजनेस गर्छ भने बिजनेस गरिरह्यो भने हिम्मत हारेन बिजनेसै गरिरह्यो भने एक न एक दिन सफलता मिल्छ। तर यो सुतिरह मान्छे होइन, अब डेली खाइरह भनेपछि त पकाइरह भने चाहिँ सफलता मिल्छ। फेरि पकाइरह भने चाहिँ अब पकाइरह भने अब भिडियो सिडियो बनाउने, फुडको त्यही पकाइरहेको चिजलाई भ्लगिङ गर्ने, भिडियो सिडियो बनाउने, रेसिपीहरू हाल्ने भने चाहिँ सफलता मिल्छ। तर बिस्तारमा पल्टिरहेर होइन सफलता त मिल्दैन भन्ने लाग्यो होला। तर मिल्छ। यत्तिकै बसेर म जस्तै
मस्त सुतिरहने रुममा, कामसाम केही नगर्ने, तर हावा गफ दिने, तर यही हिसाब पनि कन्टिन्युटी दिने 2 वर्ष 4 वर्ष 5 वर्षसम्म यही नन स्टप गफ दिइरहने भनेपछि कन्टिन्युटीले सफलता मिल्छ। किनभनेपछि कुनै न कुनै बेलामा एउटा न एउटा त मन पराउने गफ सुन्न मन पराउने मान्छे त भेटिन्छन् नि त। 4.5 बिलियन 4.6 बिलियन पुगिसक्यो होइन र विश्वमा। अब एउटा न एउटा समूह त्यसको अब 4.5 को केही नभए नि 2% मात्रै मान्छे त गफ मन पराउने त होला नि। अनि मेरो भाषा बुझ्ने मान्छे त 2% होला नि त होइन। तिनीहरूले त मन पराउला नि त मेरो भाषा, मेरो कुरो, मैले गर्न सकेको यो हावा बातहरू मन पराउने त होला नि। त्यतिले पनि मन पराउने भनेपछि पनि लाइफ अगाडि बजारै बढ्छ क्या। तर त्यसको लागि चाहिँ कन्टिन्यू चाहिँ दिनुपर्छ। अब मान्छे कसैले सुतेको भिडियो त बनाउँछन् नि, सुतेको केही गर्दैन न, बोल्छन् न केही गर्छन्, सुतेको भिडियो लाइभमा आएर सुतेको भिडियो मात्रै लाइभमा गरेर पनि तिनीहरूकै मान्छेले भ्यू आएर मान्छेले पैसा कमाएर कति प्रगति गर्छन् भनेपछि त जे चिज पनि कन्टिन्युटी त गर्नुपर्ने रहेछ नि त। चाहे सुत्ने काम होस्, चाहे उठ्ने काम होस्, चाहे बस्ने काम होस्, चाहे अब डेली रक्सी खाने मान्छे, डेली जड्या डेली रक्सी खाने मान्छे छ भने पनि त्यसले कन्टिन्युटी गर्यो 5-6 वर्षसम्म पनि भने पनि एक न एक दिन त्यसको सफलता हात पर्छ। सफलता हात पर्छ भने चाहिँ पैसा कमाउने नै त रहेछ नि अहिले होइन। अब त्यसले पैसा कमाउँछ लास्टमा कसरी भन्दाखेरि कसरी पैसा कमाउँछ भन्दाखेरि अब त्यसले कन्टिन्युटी खाइरह्यो त्यो गऱ्यो भनेपछि अब किडनी फेल हुन्छ। किडनी फेल भएपछि अब सहयोग गर्ने मान्छेहरू आउँछन्, सहयोग गर्ने आएपछि अब एउटाले 1 लाख, अर्कोले 1 लाख, यताउता गर्दा गर्दै त्यही 2% मान्छेले पैसा दिने हो भनेपछि आउँछ नि पैसा, टन्नै पैसा कमाउँछ लास्टमा। अनि त्यस्तो हुन्छ क्या। त्यही भएर जे चिजको पनि कन्टिन्युटी चाहिँ गर्नुपर्छ मान्छेले। अब दाह्री फाल्ने मान्छे छ, कसैको काम, कसैले दाह्री फाल्ने काम लाग्छ भने चाहिँ त्यो कन्टिन्युटी दिइरह्यो भने चाहिँ दाह्री फाल्नेबाट पैसा आउँछ मस्तसँग होइन। एक वर्षमा 10 जना होला पछि 5 वर्षमा 10 जना, एक न एक समयमा त 50 जना 60 जना 100 जना आउन लाग्छ। अब थाहा भएन त्यही डली चायवालाले कसरी पैसा कमायो, कसरी मान्छेले दुनियाँले चिने डली चायवालालाई। त्यही भएर कुनै पनि कुरामा कन्टिन्युटी दियो, त्यही भएर त्यसले सफलता मिल्यो डली चायवालालाई, हो कि होइन। त्यही त भने के अरे डली चाय जस्तै अर्को को छ उदाहरणीय, मिस्टर बिस्टको पहिला भिडियो कस्तो थियो, कसैले हेर्थ्यो, कसैले मन पराउँथ्यो, के भिडियो गरा होला भन्थ्यो। अहिले नम्बर 1 युट्युबर त्यही छ, बिस्ट छ। अनि अरे हाम्रै नेपालमै पनि हेरौँ न, अब हावा भिडियो हाल्नेहरू त्यो के भन्छ, एउटा के छ नि अस्ति पिवाई अमृतले हाल्यो त्यो भिडियो, त्यो के टोटल थापा मगर भन्ने ले घरती मगर हो कि के टोटल के भन्ने छ एकजना लेडिज, त्यसले पनि त्यही त भने। अनि सुरुमा यसरी त्यो होला भन्ने त्यसलाई के थाहा थिएन, अहिले आएर अब जस लगभग कति छ त्यसको 100 कतिजना सब्सक्राइबर भइसक्यो त्यसको होइन। भनेपछि जे चिजको पनि कन्टिन्युटी दियो भने चाहिँ हुन्छ क्या, नत्र भने काम छैन। नत्र भने मान्छेले चाहिँ गर्न सक्दैन। मान्छेले भन्छ नि कहिले कहाँ हात हाल्नुपर्छ, कहिले के गर्नुपर्छ, कहिले तैँले तिमीहरूलाई हामीलाई अब जसलाई पनि जे छ नि, जे कुरा पनि गर्छ नि, त्यो कुरा चाहिँ गर्ने हो भने जस्तो तरिकाले गर्ने हो भने कुनै न कुनै समयमा चाहिँ त्यही चिजले चाहिँ एउटा रिजल्ट चाहिँ दिन्छ क्या। एउटा कुनै पनि चिजमा त्यसले सफलता चाहिँ दिलाउँछ भन्ने चाहिँ मेरो सिद्धान्त हो, मैले विचार गरेको कुरा हो। त्यही भएर गर्नुहोस्, रमाउनु पर्यो, कमाउनु पर्यो, जमाउनु पर्यो। लाइफको एउटा मेन प्रिन्सिपल चाहिँ लिएर हिँड्नु पर्यो, जे चिज छ त्यो चाहिँ कन्टिन्युटी गर्नु पर्यो होइन, त्यो हो कुरो। त्यही भएर
यो कुरालाई मध्यनजर राख्दै यो भिडियो यहीँनिर टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद।